मैले घरबाट निस्किँदै गर्दाखेरि भिडियो हालेको थिएँ। अहिले चाहिँ म बाटोमा छु, भुटानतर्फ जाँदैछु। एकजना साथी उतै ड्युटी गर्ने एकजना साथी मेरो गुवाहाटीको भेटेँ कि, अनि त्योसँग म जाँदैछु अहिले चाहिँ। त्यस्तै हो जिन्दगी, कभी खुसी कभी गम भन्ने। र टु बी ब्रन इज टु डाई भन्छ नि इन दिस वर्ल्ड। र हामी यस्तै भएर एकअर्कामा साथ सपोर्ट लिएर दिएर बाँच्नुपर्छ। हामी दुई दिने जिन्दगी हो, यस्तै हो। यो संसारमा रहन्जेल बाँचुन्जेल यस्तै त हो। एकअर्कामा माया ममता साथ सपोर्ट हुनु जरुरी छ। हाम्रो सबै फेसबुक फ्यामिली परिवारलाई सम्झना छ, मिठो सम्झना मिठो माया भन्दै यस मेरो सानो भिडियो ब्लग्स यहाँ बनाउँदैछु। थ्याङ्क यू, धन्यवाद। हजुरहरूले कमेन्ट गरिदिनुहोस् होला, लाइक सेयर। यस्तै छ। जति पनि मेरो भुटानको फलोवर्सहरू हुनुहुन्छ उहाँहरूले पनि मलाई, भुटानको फ्रेन्ड्स फलोवर्सहरू हुनुहुन्छ उहाँहरूले मलाई पनि अझै साथ दिनुहोस् होला, सपोर्ट गर्नुहोस् होला। र अहिलेसम्म त दिइरहनु भएको छ, उहाँहरूले मलाई धेरै माया गर्नुभएको छ भुटानको पब्लिक जनताहरूले। र उहाँको देशको लागि मैले राम्रो राम्रो भिडियो बनाउँछु। हरेक देशमा जहाँ पनि बस्छु म राम्रै भिडियोहरू बनाउँछु। हाम्रो इन्डिया भयो, नेपाल, भुटान, हरेक देशमा गएँ भने म देशको लागि राम्रैहरू भिडियोहरू बनाउने गर्छु। किनभने जहाँ पनि बसिन्छ त्यो देशको गुणगान गाउनुपर्छ हामीले, र सबै देश प्यारो मान्नुपर्छ। त्यस्तै भन्दै यो मेरो सानो ब्लग यहाँ राख्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।